ज्येष्ठ नागरिकको लागि टुर भ्रमण लाने कार्यक्रम रहेको छ। यो भ्रमण कार्यक्रममा हाम्रो साथीहरू बसमा रहेको छ। बसमा भ्रमण हिँड्ने हामी तयारी गरिरहेका छौँ। अहिले बिहानको 7:20 गएको छौँ। भिडियो उहाँहरू रेड क्रस डुम्रे आज जान्छु हजुर। अनि त्यसपछि भोलि खण्ड चाहिँ भीमरावलका गाउँतिर र सुखेततिर जान्छ। आज फड्काका गाउँतिर र भीमरावलका गाउँतिर एक हप्ता यतिको चाहिँ टुर गरेर फर्कियो। अनि हजुर डुम्रे लिएर साथीहरू एक्लै हुनुहुन्छ कि साथीसँग जानु के छ उता जाँदाखेरि? मेरो केबुलकार बन्दीपुर केबुलकार र माथि टुङटार होटल 5 स्टार होटल हाम्रो हो। त्यसमा मेरो लगानी छ। एउटा सामान बोक्ने एकैजना मान्छे गोर्जीले हामीलाई चाहिँ बेलामा छुट्टा छुट्टा विज्ञापन विभिन्न दिने त्यो बिउ आएको आफै एक्लै गयो भनेर ल बन्दीपुर उक्लिने कुरा भयो है। के अरे केबल कारको उसमा दमोली बजार क्षेत्र हो यो। यहाँ पिच रोड द्रुत गतिमा बनिरहेको छ। यहाँ यस्तो छ, यहाँ काम गर्नेहरू राम्रो काम गरिरहेको छन्। कोरियन ल्याङ्ग्वेजहरू रहेछ। यो बसहरू पार्किङ गरेछ काठमाडौँ बसहरू। हामीहरू दमोली बजार क्षेत्रमा हिँडिरहेका छौँ। वाह वाह घाँसी गुवा अहिले यस्तो स्थितिमा आएको छ। पहिला के कस्तो थियो, अहिले यस्तो छ। घाँसी गुवाको एरिया यहाँ होटलहरू थियो। यस्तो राम्रो बाटो पायो त राम 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 मङ्गल गराएदेखि नि
बन्दीपुर जाने केबल कारको स्टेसन हो यो गेट रहेछ यो अत्यन्त राम्रो। हामी यहाँ अहिले ज्येष्ठ नागरिकलाई यो चाहिँ स्टेसनमा चाहिँ एकछिन चियापान जलपान कार्यक्रम गर्दैछौँ। अति राम्रो गेट। केबल कार स्टेसन बन्दीपुर केबल कार स्टेसन यो माथि रहेछ। हामी त्यहाँ हेर्न जाँदैछौँ। अत्यन्त राम्रो ठुलो लागिरहेछ। बहुत आनन्द आउँछ। महादेवको मूर्ति यहाँ पनि रहेछ। राम्रो महादेवको मूर्ति। हाम्रा ज्येष्ठ नागरिक अत्यन्त खुसी हुनुहुन्छ यहाँ ल्याएर चाहिँ। यहाँ गैँडाहरू रहेछ दुईवटा स्ट्याचु। यो मयूर पनि रहेछ। मयूर पनि यहाँ धेरै झरेर हेर्ने हो कि एकछिन कतै बन्दीपुर केबल केबल कारको फर्स्ट स्टेसन हो यो। हजुर मैले त बन्दीपुर केबल कारको यो पहिलो स्टेसन। यहाँबाट हामी चढेर बन्दीपुर जान सक्छौँ। यो महादेवको मूर्ति रहेछ। यो चाहिँ ठिक छ। यो चाहिँ हामीहरू सम्पूर्ण साथीहरू यहाँ चाहिँ एकछिन फोटोको लागि झरिरहेका छौँ। हेर्न सक्नुहुन्छ हाम्रो टिमहरू हो यो। हाम्रो बस हो। यो महादेवको मूर्ति हो यो चाहिँ। मान्छेलाई झुक्क्याउने ब्रिजबाट अवलोकन गरेर फर्केका छौँ। सम्पूर्ण टिमहरू यो यसरी रमाइलो ठाउँ रहेछ। अत्यन्त रमणीय प्राकृतिक दृश्य अवलोकन गर्ने खालको असाध्य। दिँदै हुनुहुन्छ परमेश्वर बहादुर कार्की हाम्रो टुरको प्रवक्ता हुनुहुन्छ। उहाँले चाहिँ सूचना जारी गर्दै हुनुहुन्छ। हजुरहरूलाई यो यात्रामाथि क्रममा कहीँ किसिमको तपाईँलाई शरीरमा किसिम किसिमको अनिति भयो, केही तपाईँले दबाईसँग खाइराख्नु भएको छ, केही ल्याउनु भएको छ, केही किसिमको अनिति छ भने हाम्रो वडा कार्यालयमा स्वास्थ्य शाखा छ। त्यसको इन्चार्ज हाम्रो मीरा गौतम सिस्टर आउनुभएको छ। उहाँलाई हजुरले सम्पर्क गर्न सक्नुहुन्छ। र यसैमा मैले एउटा के जोड्न पनि चाहेको भने तपाईँहरूकोले यो स्वास्थ्यको सेवा त्यहाँ 94 किसिमको औषधि पनि पाइन्छ होइन। तपाईँको आफ्नो विभिन्न टोलको नेतृत्व गरेर हजुरहरू आउनु भएको पनि छ। त्यो सुविधा हाम्रो स्वास्थ्य केन्द्रबाट पाइन्छ। त्यहाँ नियमित यहाँ काली पनि उतै अगाडि चाहिँ
देउरा धामको झोलुङ्गे पुल ल जम्मै जम्मै यही घुम्नु पर्ने हो के हो यो धादिङ स्टाफ होटलमा खाना खाइयो पोखरा नारायणघाट पोखरा बस पार्कमा खाना खाने ठाउँ यो खाना खाइराख्नु भएको छ देउरा धाम यो सिजीधामको दृश्य यस्तो खुइलिएछ है यो यस्तो राम्रो थियो नारायणको उसमा आएको यहाँ यता रहेछ सिजीधाम मूल मन्दिर भयो यतातिर यस्तो छ एकदम राम्रो आकर्षक यो तलाउ छ यहाँ पानीको तलाउ छ राम्रो छ यहाँ घुम्नलाई त्यो राम्रो मेहनतले निकै कलात्मक ढङ्गले बनाइएको यो सिजी मन्दिर हो र बिदा भएको स्थिति छ यो चाहिँ सिजीधामको मूल मन्दिर छ हामी पानी बिदा भएर यो मन्दिरतिर जाने क्रममा छौँ यहाँ यस्तो छ रमाइलो अत्यन्त मनमोहक दृश्य यतिको व्यवस्थापन गरेकै छ सिजीले यो चाहिँ निजी क्षेत्रले यस्तो व्यवस्थापन गर्नु पनि निकै चुनौतीपूर्ण भएको देखिन्छ त्यो भएको हुनाले चाहिँ मिनी अशोक स्तम्भ बनाएको रहेछ यहाँ यो चाहिँ अब यो चौतारो भयो बनाएको छ यो चाहिँ लुम्बिनीको नमुना रहेछ महादेव मन्दिर यो रहेछ मास्टर छैन छैन यता यतापट्टि यति जान पाइन्न उता रहन्छ है बुद्ध मोनेस्ट्री रहेछ यहाँ इन्डियन बुद्धिज्मको बुद्ध गौतम बुद्धको